नमस्कार, जय नेपाल। तपाईहरु सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो यस युट्युब च्यानलमा। तपाईले यस भिडियोलाई चाहिँ धेरैभन्दा धेरै लाइक, सब्स्क्राइब र कमेन्ट पनि गरिदिनु होला। त्यो गरिदिनु भयो भने मलाई एक्स्ट्रा मोटिभेसन मिल्छ। अब आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई के कुरा शेयर गर्न चाहन्छु भने चुनाव आइरहेको छ हैन। चुनावको धेरै शुभकामना तपाईहरु सबैजनालाई। राम्रो व्यक्तिलाई चुन्नुस्। मैले यो भन्दा अघिल्लो भिडियोमा के बताएको थिएँ भने चुनावमा चाहिँ यो आर्थिक चलखेल धेरै हुन्छ हैन। मान्छेलाई पैसाको एउटा हिनामिना हुने, भोट किन्ने, अनि चुनाव अगाडि केही पनि नगर्ने, चुनावमा चाहिँ भोट माग्नको लागि धेरै आइडियाहरू, टिकडमहरू लगाउने, यस्तोबाट चाहिँ बच्नुस्। राम्रो व्यक्तिलाई चुन्नुस् हैन। राम्रो व्यक्ति भन्नाले जसले चाहिँ देशको लागि एउटा केही गर्छ, जोसँग एकदमै भिजन छ, जसले चाहिँ जो एकदमै वेल मोटिभेटेड छ, त्यस्तो व्यक्तिलाई चुन्नुस्। चुनावको धेरै शुभकामना। राम्रो व्यक्तिलाई चुन्नुस्। अब चुनाव पछि पनि के हुन्छ भने तपाईँ हामी मध्यम वर्गका मान्छेले चाहिँ एउटा काम नगरिकन संसारको जुनसुकै राष्ट्रमा तपाईँ जानुहोस् हैन, जुनसुकै एकदमै विकसित राष्ट्रमा जानुभयो भने पनि काम नगरिकन पैसा दिनेवाला कोही पनि छैन। काम गर्नै पर्छ। काम पनि कस्तो एकदमै आइडिया लगाएर दिमागलाई खेलाउन सक्नुभयो भने तपाईले फिजिकल बडीले काम गर्नुभन्दा दिमागले काम गरेको चाहिँ धेरै अर्थपूर्ण रहन्छ हैन। तपाईले आफ्नो दिमागलाई चाहिँ भरपुर युटिलाइज गर्न सक्नुभयो भने त्यसबाट चाहिँ कमाउने चान्सेस एकदमै बढी हुन्छ। र संसारका धेरै धनीहरू जो बिलिनियर हुनुहुन्छ, जो मिलिनियर हुनुहुन्छ, अब अहिले बिलिनियरको कुरा नगरौँ, जो चाहिँ धनी बन्छ, त्यो धनी कसरी बन्छ भन्दा म्याक्सिमम लेभरेज युज गरेर बन्छ। लेभरेज भनेको के हो भन्दा आफू जस्तै मान्छेहरू धेरैभन्दा धेरै उसको अर्गनाइजेसनमा काममा लगाएर त्योबाट प्रफिट कमाउँछ, त्यसलाई नै लेभरेज भनिन्छ। अब हामी मध्यम वर्गको मान्छेले लेभरेज कसरी युज गर्ने भन्दा सानो एक्जाम्पल दिन्छु। महत्त्वपूर्ण भिडियो हुन्छ जस्तो मलाई लाग्छ। अब हामीले लेभरेज कसरी युज गर्न सक्छौँ भन्दा मिडियम क्लासको मान्छेले चाहिँ ट्रेड कसरी गरेर हामी सबैजनाले फरेक्समा ट्रेड गर्छौँ होला, कसैले नेप्सेमा गर्नुहुन्छ, जो बाहिर हुनुहुन्छ उहाँहरूले चाहिँ कमोडिटी अथवा इन्टरनेसनल मार्केटहरूमा ट्रेड गर्नुहुन्छ होला। मैले सिकेको आधारमा चाहिँ तपाईहरुलाई सानो इन्फर्मेसन सेयर गर्दाखेरि फरेक्सको एउटा कस्तो भने कमोडिटी मार्केटमा जति पैसा कहीँ पनि छैन। ध्यान दिएर सुन्नु होला। कमोडिटी मार्केटमा जति पैसा कमाउने ठाउँ संसारको कुनै पनि ठाउँमा छैन जस्तो मलाई लाग्छ। किनकि त्यहाँ तपाईले धेरैभन्दा धेरै लेभरेज युज गर्न सक्नुहुन्छ हैन। लेभरेज भनेको के, मानौ तपाईसँग $1000 छ भने तपाईले फाइदा कमाउँदाखेरि 1 लाख बराबरको फाइदा कमाउने र गुमाउँदा पनि 1 लाख बराबरको गुमाउने सम्भाव्यता हुन्छ, अथवा त्यो प्लेटफर्म मिल्छ। तपाईलाई विदेशमा हुनुहुन्छ भने ब्रोकर एकाउन्ट खोल्नुस्। त्यसपछि त्यहाँ चाहिँ तपाईले 1000 फर्स्टमा चाहिँ एकदमै रिस्की हो। त्यहाँ तपाईले एकदमै डिसिप्लिन भएर ट्रेड गर्न सक्नु भएन भने तपाईले गुमाउने 100% हो। त्यसमा कुनै डाउटै छैन। 100मा 100% तपाईले गुमाउने नै हो। 6 महिना जति तपाईले पेपर ट्रेडिङ गर्नुस्, डेमो एकाउन्ट खोल्नुस्, राम्रो ब्रोकर चुन्नुस्। त्यसपछि त्यहाँबाट तपाईले ब्रोकर एकाउन्ट खोलेपछि 6 महिनापछि तपाईले प्रफिट भएको छ कि घाटा भएको छ हेर्नुस्, लेख्नुस्, एक्सपर्टहरूको भिडियो हेर्नुस्। त्यसपछि तपाईले सक्दो लेख्नुस् के सबैभन्दा बढी लेख्नुस्। लेखेर तपाईले केमा चाहिँ मिस्टेक गरिरहनु भएको छ त्यसलाई चाहिँ सुधार्ने प्रयास गर्नुस्। जसले एकदमै ह्युज लस गरेको छ उहाँबाट सिक्नुस्। सिकेपछि बल्ल तपाईले $100 अथवा $200 मा बिस्तारै थोरै तपाईले के गर्नुस्, लेभरेज साइज चाहिँ एकदमै थोरै हैन, एकदमै लो लेभरेज गरेर चाहिँ तपाईले ट्रेड गर्नुस्। $100-200 लस गर्दा केही गर्दैन। 1 वर्ष टाइम लिनुस् मजाले। त्यसपछि बिस्तारै अलिकति पैसा डिपोजिट गरेर फुल डिसिप्लिनका साथ तपाईले 100% ट्रेड प्रफिटेबल हुन्छ कि हुँदैन भनेर एनालाइसिस गर्छ। बल्ल ट्रेड लिनुस्। धेरै ओभर ट्रेड नगरिकन थोरै लेभरेज, तपाईको लट साइज चाहिँ एकदमै कम राखेर थोरै लेभरेज लिएर बिस्तारै ट्रेड गर्नुस्। गर्दै 1-2 वर्ष लाग्छ। त्यसपछि ठुलो एमाउन्ट डिपोजिट गर्नुस् र तपाईले ट्रेड गर्नुस्। ट्रेड गर्दाखेरि तपाईले $1000 बाट गर्दाखेरि $1 लाख बराबरको तपाईले प्रफिट कमाउन सक्नुहुन्छ, प्रफिट अथवा लस। त्यो भएर तपाईले एकदमै फुल डिसिप्लिनका साथ तपाईले ट्रेड गर्नुभयो भनेदेखि तपाईले कमोडिटी स्पेशली गोल्ड र
तपाईको सिल्भरमा जति पैसा कमाउने ठाउँ अन्त कहीँ पनि छैन। यो चाहिँ लेखेर राख्नुहोस् के। एउटा फरेक्स अथवा कमोडिटी मार्केट भनेको एउटा समुद्र हो। समुद्रमा तपाईँले एक बकेट पानी लिएर खाली बकेट लिएर जाँदाखेरि तपाईँले एउटा ट्याङ्कर पानी लिएर आउने कि तपाईँले एउटा एक बकेट पानी लिएर आउने कि तथा तपाईँले एक बकेट भएको पानी पनि सिधा आउने भन्ने कुरा तपाईँमा डिपेन्ड हुन्छ। त्यस भएर मैले फेरि पनि भने काम नगरी कहीँ पनि पैसा कमाउन सकिँदैन। छिटो सर्टकट भन्ने ठाउँ नै छैन, सर्टकट भन्ने चिज कहीँ पनि छैन। डिसिप्लिन, रिस्क म्यानेजमेन्ट, लेभरेज, त्यसपछि तपाईँको लट साइज, त्यसपछि राम्रो ब्रोकर, त्यसपछि ट्रेडको एउटा कस्तो भने ट्रेडको पनि एउटा डिफ्रेन्ट सेसनमा चाहिँ भोलाटाइल, वर्ल्डको इकोनोमी अथवा वर्ल्डमा आउने एउटा जियो पोलिटिक एउटा सिचुएसन, त्यसपछि अर्को तपाईँको मार्केटमा आउने न्युजहरूले त्यसलाई ठुलो फरक पार्छ। त्यस्ता कुराहरूको तपाईँले डिपली एनालाइसिस गरेर थोरैभन्दा थोरै ट्रेड र लट साइज कम राखेर तपाईँले ट्रेड गर्नुभयो भने तपाईँले धेरैभन्दा धेरै पैसा कमाउन सक्नुहुन्छ। तपाईँले यसलाई फर्स्टमा चाहिँ तपाईँले एउटा पार्ट टाइम होइन आफ्नो जब गर्नुहुन्छ, केही छैन जब गर्नुहोस्। त्यसपछि जब गरेपछि तपाईँको फ्री टाइममा चाहिँ अफहरूमा चाहिँ थोरै थोरै ट्रेड गर्दै जानुभयो भने तपाईँले राम्रो पैसा कमाउन सक्नुहुन्छ। एक्सपर्टहरूको तपाईँले दिनरात तपाईँले के भिडियो हेर्ने, त्यसपछि आफूले ट्रेड गर्ने, कहाँ मिस्टेक गर्ने त्यो लेख्ने, अनि नेक्स्ट ट्रेडमा चाहिँ त्यसलाई रिपिट नगर्ने होइन। तपाईँको एकदमै प्रफिट आइरहेछ भने त्यसलाई कन्टिन्यू गर्ने होइन। तपाईँ एकदमै डेली लस गर्नुभएको छ भने स्ट्राटेजी चेन्ज गर्ने। के गर्ने? सिम्पल दुईवटा फर्मुला। एउटा आफ्नो क्यापिटललाई कसरी बचाउने होइन, लस कम कसरी खाने एउटा। दोस्रो चाहिँ तपाईँले एकदमै प्रफिट गरिरहनु भएको छ पेपर ट्रेडिङमा पनि डेमोमा पनि, ती दुईवटामा एक्सपर्ट भएपछि तपाईँले आफ्नो ओरिजिनल क्यापिटल लगाउँदा पनि तपाईँले राम्रो प्रफिट कमाउनु भएको छ भने त्यसलाई कन्टिन्यू गर्ने होइन। मैले यी सबै कुरालाई फलो गर्दा पनि एकदमै लस खाइरहेको छु भने के गर्ने? स्ट्राटेजी चेन्ज गर्ने। एक्सपर्टहरूको कपी ट्रेडिङ गर्ने अथवा ब्रोकरहरूसँग पनि समन्वय गरेर चाहिँ तपाईँले आफ्नो स्ट्राटेजीलाई चेन्ज गर्ने। त्यो गर्नुभयो भने तपाईँले कमोडिटी मार्केटबाट जति पैसा कमाउने अन्य क्षेत्रबाट कम छ होइन। तपाईँ ठुलो क्यापिटल छ भने त तपाईँले रियल इस्टेटबाट कमाउन सक्नुहुन्छ होइन, ठुल्ठुला बिजनेस गरेर कमाउन सक्नुहुन्छ। मैले चाहिँ इन एन एभरेज मान्छेले चाहिँ डेली बेसिस जब गरेर चाहिँ पैसा कमाउने प्लेटफर्म भनेको ट्रेडिङ गरेरै हो। हस्, गुड लक। अर्को भिडियोमा म तपाईँलाई अरू भिडियो सेयर गर्छु। अहिलेको लागि चाहिँ नेपालमा चुनाव आउँदैछ। चुनावमा चाहिँ तपाईँले एकदमै केयरफुल भएर राम्रो व्यक्तिले मात्र चुज गर्नु होला। तपाईँले योपालि नै मिस्टेक गर्नुभयो भनेदेखि अब धेरै समय बितिसक्यो। राम्रो लिडर चुज गर्नु होला। थ्याङ्क यू सो मच। नमस्कार। जय नेपाल।